कति आउँदा सँगै हुँदाखेरि नि अब फर्किँदाखेरि त्यो मान्छेसँग नि सम्बन्ध हुँदैन होइन, त्यो रिलेसन रहँदैन रहेछ। अन्त त्यही हो, कतिजनाले त्यसरी छोडेर गएको रहेछ। अन्त यहाँ आएपछि चाहिँ कति कुरो आफूले एक्लै नै फेस गर्नुपर्छ क्या, हेभी फेस गर्नुपर्छ। कतिखेर के हुन्छ होइन, कोही बेला कस्तो खालको सिचुएसन आउँछ, कोही बेला कस्तो हुन्छ, कस्तो फिल गर्छ होइन, त्यो सबै कुरा चाहिँ आफूलाई आफू चाहिँ स्ट्रङ भएर आउनुपर्दो रहेछ। अब आउँदाखेरि त कोही पनि त्यस्तो हुँदैन, कुल माइन्डले आइन्छ होइन, हामी नि कुल माइन्डमै आएको हो आउँछ त। तर आउँदै गएपछि त्यस्तो सिचुएसन आएपछि चाहिँ अब मान्छेकोमा धेरै मेन्टालिटी चाहिँ एकदमै बदलिँदो रहेछ क्या, त्यो एउटा इन्सिडेन्टले हुन्छ नि। अन्त त्यो इन्सिडेन्टले गर्दाखेरि मेन्टालिटीहरू नै बदलिन्छ, माइन्ड पनि अलिकति बिग्रिन्छ होइन। त्यो कुरा अब आफूलाई के गर्नु कसो गर्नु नि हुँदो रहेछ होइन। त्यतिखेर चाहिँ अब बाहिर आएपछि चाहिँ एक्लै चाहिँ कस्तो गर्नुपर्ने कसो गर्नुपर्ने त्यो कुरा चाहिँ सिकाउँदो रहेछ होइन, सिकाउँछ। टाइम लाग्छ त्यो कुराहरूलाई एकैचोटि गर्नु सकिँदैन, तर टाइम लाग्छ त्यो कुराहरू गर्नु हो, धेरै टाइम लाग्दो रहेछ। अन्त त्यही हो, भन्नु त केही छैन, भन्नु त्यही हो। अहिलेको पछाडि आउनेहरूलाई चाहिँ त्यही भन्छु, आउँदाखेरि चाहिँ अब धेरै कति कुरो सहनुपर्छ, पनि पर्छ, कति कुरो आफूले कन्ट्रोल गर्नुपर्छ होइन। र बहुत त्याग गर्नुपर्छ, त्यही हो। सबै भनेको जस्तो हुँदैन होइन, पैसा मात्रै ठुलो कुरो हो, सबैले भन्छ पैसा ठुलो कुरो हो, पैसा पायो भने त सबै कुरो आउँछ होइन। म चाहिँ भन्छु पैसै मात्रै ठुलो कुरो होइन क्या। पैसाले त अब पैसा चाहिने कुरै हो पैसा, किनभने हर कुरामा पैसा बिना हुँदैन होइन। पैसाले त अब सबै कुरो गर्नु सक्छ, अब सबै चाहेको कुरा इच्छा पुरा गर्नु सक्छ। यो गर्छु भन्ने पनि सक्छ, त्यो किन्छु भन्ने पनि सक्छ होइन, जे पनि गर्नु सक्छ नि त। तर मैले त्यही भन्छु, पैसाले चाहिँ रिलेसन चाहिँ आफ्नो जुन चाहिँ बोन्डिङ होइन, बोन्डिङ जुन चाहिँ रिलेसन हुन्छ त्यो कुरा चाहिँ पैसाले किन्नु सक्दैन, म चाहिँ त्यही भन्छु। अन्त मेरो लागि चाहिँ पैसा चाहिँ अब सबैको लागि नै ठुलो हो, मेरो लागि पनि ठुलै हो। तर एउटा बोन्डिङ एउटा रिलेसनको लागि चाहिँ जुन चाहिँ हाम्रो रिलेसन हुन्छ फ्यामिलीसँग साथीहरूसँग होइन, चाहे आफ्नो अब त गर्लफ्रेन्ड बोयफ्रेन्ड जो पनि हो रिलेसनमा हुन्छ त्यो होइन, त्यो कुराहरू बोन्डिङ चाहिँ पैसाले किन्नु सकिँदैन रहेछ क्या। त्यो पैसाले किनेको त्यो माया त के माया होइन, त्यही हो। पैसाले किनेको माया त के हो, पैसा नहुँदा पनि हुँदा पनि साथ दिनेको माया त त्यो पैसाले अब भनेको जस्तै अब भन्छ नि एउटा गयो त अर्को आइहाल्छ नि, त्यस्तो खालको कुरा हुन्छ। त्यस्तो पैसाले त्यो पैसा कमा न अर्को केटी पाइहाल्छस् नि, पैसा कमा न राम्रो बुढी पाइहाल्छस् नि होइन, पैसा कमा न त्यस्तो। अब त्यो पैसा हेरेर आउने त माया त के गर्नु त, त्यस्तो सम्बन्धहरू त के राख्नु होइन, त्यो त किनेकै जतिको भइहाल्यो नि। अब पैसाले किन्ने माया त के माया, त्यस्तो माया त चाहिएन पनि नि होइन। धेरै कुराहरू फेसेस गर्नुपर्छ एक्लैमा होइन। अन्त आफू नि स्ट्रङ हुनुपर्छ, यहाँ आएपछि चाहिँ हुन्छ। वहीँ भएर स्ट्रङ चाहिँ भएर आउँदैन होइन, प्रायः अब कतिजना हुन्छ, कतिको अब मेन्टालिटी त्यस्तो हुन्छ होइन, तर अब कतिको चाहिँ हुँदैन। र यहाँ आएपछि धेरै कुराहरू फेस गर्नुपर्छ हो, धेरै कुराहरू फेस गर्नुपर्छ र अलिक स्ट्रङ भएर स्ट्रङ चाहिँ बनाउँछ मान्छेले बाहिर गएपछि बदलिएछस् होइन। अब केही कुरा हुन्छ अभियसली त्यही कुराहरू भन्छ प्रायःले होइन, आजकल त बोल्दैनस् चिन्दैनस् बिर्सेछस् मलाई होइन। अब बिर्सिनु त कसलाई बिर्सिनु र कसलाई पनि बिर्सेको छैन नि, बिर्सिँदैन पनि नि। एउटा मान्छेलाई चिनिसकिसकेपछि पछाडि त कहाँ बिर्सिनु, बस त्यही हो। टाइम टेबल मिल्दैन होइन, यहाँ अब भनेको बेलामा बोल्नु पाउँदैन, भनेको बेलामा कल गर्नु पाउँदैन। अन्त म झन् प्रायः म त फोन कलतिर त म बातै त हुँदैन मेरो त। म घरमा त म विकली एकखेप बात गर्छु होइन। अब हाम्रो टाइम टेबलै त्यस्तो छ, मेसेज गर्दा नि हेर्दैनस् होइन, मलाई बिर्सिस् ठुलो भइस्, यो बोल्ने अब यो भन्ने पोइन्टै होइन नि त। अब हाम्रो यहाँ बिजी सेड्युल छ होइन, बिहान आएर हामी कतिखेर फर्किन्छ त्यो हामीलाई त थाहा हुँदैन, कोही बेला बिजी हुँदाखेरि हामी अझै एक्स्ट्राहरू पनि गर्नुपर्छ होइन। बिर्सेछस् ठुलो भएछस् भन्छ, अब त्यस मान्छेको चाहिँ त्यो सोच मात्रै हो, सोच छ अब त्यस्तो होइन। अब भन्नु त के छ र, भन्नु त केही छैन, ठुलो त के हुनु, ठुलो त हुनु सकिँदैन पनि हुँदैन पनि, त्यही हो। टाइम टेबल पाउँदैन हो, टाइम टेबल पाउँदैन भन्ने केही छैन, टाइम टेबल पाउँदैन। टाइम पाएको बेलामा हरेक कुरामा रेस्पोन्स आइरहेको छ, मेसेजहरू गर्दाखेरि पनि दिएकै छु सबैलाई नै, साथीकेटाहरूलाई पनि दिएकै छु, अब दिदीबहिनीहरूलाई पनि दिएकै छु, दिएकै हो। अब नपाउँदाखेरि अब एकखेप मेसेजहरू ढिलो गरेपछि
ढिलो गऱ्यो भन्दैमा त्यस्तो भन्नु हुँदैन होइन। कति कुरा बुझिदिनुपर्छ, किनभने अब बुझ्ने कुरा हो नि त यो। अब यहाँ हामी बाहिर त्यसै घुम्नु नि आएको होइन, हामी अब कामै गर्नु आएको हो। काम गरेपछि अब सेड्युल हुन्छ, थाहै छ त काम गर्दाखेरि ड्युटी सेड्युलमा कस्तो के गर्नुपर्छ होइन। टाइम टेबल त्यही हो। र नेगेटिभली भनेको होइन मैले होइन, नेगेटिभली नसोच्नुहोस् त्यस्तो केही होइन। अन्त त्यही हो। अब आजको यसो छ अब भिडियोहरू चाहिँ यतै हो। हामी चाहिँ काम गर्ने जग्गा चाहिँ हो होइन, डिआरएफसी भन्छ। त्यही हो पर छ हाम्रो रेस्टुरेन्ट। यो चाहिँ इङ्ग्लिस टावर, यो चाहिँ म्युजियम हो, म्युजियम अफ द फ्युचर। यो चाहिँ म्युजियम अफ द फ्युचर भन्छ होला होइन। यो चाहिँ इङ्ग्लिस टावर हो, यो चाहिँ अब यो चाहिँ म्युजियम हो। त्यो म्युजियममा युनिक यहाँको चाहिँ हरेक कुराहरू युनिक हुन्छ क्या। अब त्यो नसोचेको अब हामीले त अब हामी नर्मल्ली अब हामी उता गाउँको मान्छेले नर्मल्ली यस्तो कुराहरू त सोच्दैन पनि नि होइन। यहाँ चाहिँ अब युनिक कुराहरू म्युजियम भनेर अब कसले पनि सोच्दैन होला यो म्युजियम भनेर होइन। यो म्युजियम चाहिँ अब युनिकै छ। फ्युचरमा अब कस्तो हुन्छ दुबईमा चाहिँ फ्युचरमा कस्तो देख्छ, कस्तो हुन्छ होला फ्युचर भने चाहिँ यो कुरा चाहिँ यहाँभित्र चाहिँ सबै कुरा देखाएको छ अरे फ्युचरमा फ्युचरको चाहिँ। र यसको नाम चाहिँ म्युजियम अफ द फ्युचर राखेको छ। अझै घाम चाहिँ डह्रो लागिरहेको छ हाम्रो एउटा जाडो मजाको भइरहेको होला, पानी सानी परिरहेको होला होइन। त्यही भएर दिवालीको तयारी अहिले त रातहरू नि अब झिलिली भइरहेको होला होइन, मजा आइरहेको छ। हाम्रो चाहिँ झिलिली सिलिली हुँदैन, हुन्छ जग्गा हुन्छ जसले सेलिब्रेट गर्छ, जसले अब दिवाली मनाउँछ होइन। इन्डियनहरूले जति अरू हाम्रो नेपाली दिदी दाजुहरू गर्ने होइन, हामी पनि बनाउँछ त्यो कुराहरू। हामी नि रुममा डेकोरेटहरू गर्छ, कसैले भाइटिका लाउँछ। अब भाइटिकाहरू पनि आउँदैछ होइन। देउसी भैलोहरू पनि खेल्छ, यहाँ नि खेल्छ, किनभने नेपालीहरू धेरै छ क्या। देउसी भैलोहरू सबै हुन्छ हुनु चाहिँ। बस त्यही हो, भनेको बेला टाइम चाहिँ पाउँदैन हामी होइन, जानु चाहिँ पाउँदैन, जहाँ पाए त जानु पाउँदैन। जग्गा त छ जाने, तर हामी पाउँदैन क्या। अन्त अब ड्युटीको टाइमिङै त्यसो छ। एक दिन छुट्टी भयो, अन्त एक दिन छुट्टीमा त अब त्यतिकै भइहाल्यो। जस्तो आज फ्राइडे भयो, फ्राइडेको दिनमा चाहिँ अब बिजी पनि हुँदैन, र फ्राइडेको दिनमा चाहिँ धेरै खुसी नै लाग्छ म, किनभने फ्राइडे भोलि छुट्टी हुन्छ र स्याटरडे चाहिँ मेरो अफ हुन्छ होइन। फ्राइडेको दिनमा चाहिँ अझै मजा आउँछ। अब किनभने अरू बेला हामी बिहानै उठ्नुपर्छ नि त। बिहानै उठेर बिहानै अब निन्दाको सुताइ पनि ढिलै हुन्छ अब होइन, छिटो सुत्ने होइन, ढिलै सुताइ हुन्छ। बिहान 6 बजी त्यो अब 6 बजी उठेर फ्रेस हुँदाखेरि आउँदाखेरि त अब बिहानै त्यस्तै हुन्छ। र भोलिको दिन चाहिँ मजाले सुत्नु पर्छ, त्यही ढुक्कै लाग्छ क्या। भोलि चाहिँ अब 2 दिन आउनु पर्दैन। अब कोही बेला 2-3 दिन छुट्टी होस् जस्तो पनि हुन्छ, फेरि 2-3 दिन छुट्टी पाउँछ पनि कोही बेला होइन। पब्लिक होलिडे पाउँदाखेरि पाउँछ, तर बेसी सुतेर फेरि क्या त अब जिउ एकदमै लेजी हुन्छ। त्यहाँदेखि फेरि बेसी छुट्टी नहोस् जस्तो नि हुन्छ। विकलीमा एउटा अफ छ, त्यो चाहिँ एकदम दामी हो, ठिकै हो, न बेसी न कम्ती होइन। एक दिन रेस्ट गर्ने त्यो राम्रो हो, सबैलाई नै पाउँछ यहाँ। र आजको यस्तै छ है। अन्त अरू के भन्छ, केटाहरू आज नै आउँदैछ, केटाहरूलाई बोलाइरहेको छु होइन। आज भोलि छुट्टी छ मेरो, र भाइको पनि छुट्टी छ अरे। भाइ पनि छुट्टी चेन्ज भएछ, थर्सडे छुट्टी हुन्छ अहिले चाहिँ, भोलि चाहिँ स्याटरडे छुट्टी छ अरे। र आज मेरो भाइको छुट्टी सँगै परेछ, र एसटीलाई पनि बोलाइरहेको छु। अनि एसटीको चाहिँ आज छुट्टी हो, फ्राइडे रहेछ, अनि भोलि उसको क्लोजिङ छ अरे। अन्त त्यही भएर चाहिँ आउनु त भनेर सिद्धुलाई एसटीलाई पनि बोलाएको छु। सिद्धुको पनि भोलि छुट्टी अरे, अन्त सिद्धुलाई पनि बोलाइरहेको छु होइन। आज फेरि हाम्रो हल्का मिटअप छ केटाहरूसँग, बेलुका मिटअप भएछ, हल्का गफसफ छुट्टीमा चाहिँ हामी केटाहरूसँग भेट्छ नि त। अन्त छुट्टी मिलेको छ भने चाहिँ केटाहरूलाई बोलाइहाल्छु। सन्जय भाइ चाहिँ छुट्टी अस्ति थिएछ, र सन्जय भाइ चाहिँ आउनु पाउँदैन अरे होइन। त्यहाँबाट पछि आउँछ सन्जय भाइ, फेरि दिवालीमा फेरि बोलाइरहेको छु केटाहरूलाई, दिवालीमा आउँछ फेरि। छुट्टी मिल्यो भने चाहिँ अब त्यो फिक्सै छैन क्या। अब छुट्टी मिल्नु पऱ्यो, एकजनाको मात्रै भएर भएन, मेरोमा छुट्टी पाएर भएन, सबैको मिल्नु पऱ्यो होइन। र आजको चाहिँ यही थियो, हल्का त्यस्तो साह्रै खासै होइन। बस यही चलिरहेको छ आजको। र सबैजनालाई ह्याप्पी दिवाली।